हेलो एभ्रिवान साथीहरू, आज पनि म हजुरहरूलाई नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। आजको भिडियोमा चाहिँ सशस्त्र प्रहरी बल लोकसेवा आयोगले लिएको चाहिँ 2082 साल जेठ 31 गते लिएको रिटन इक्जामको सोल्युसन लिएर आएको छु। अन्तिमसम्म भिडियो हेर्नुहोला र चेक गर्नुहोला कि हजुरहरूको कतिवटा मिल्यो भनेर। र यहाँ खण्ड ख विषयगत नेपालीको रहेको छ। म ढिलो नगरिकन विषयवस्तुतर्फ जान चाहन्छु। 1 नम्बरमा के भनेको छ भनेपछि तल दिएका वाक्यहरूबाट एक-एकवटा नाम शब्द छान्नुहोस् भनेको छ। र कमा चाहिँ सबिना सुन्दर युवती हुन् भनेको छ। यसमा चाहिँ नाम के हो भन्दाखेरि सबिना हो साथीहरू। त्यसैगरी खमा चाहिँ काठमाडौँ ठुलो छ भनेको छ। यसमा चाहिँ नाम भनेको काठमाडौँ हो। 2 नम्बरमा चाहिँ सर्वनामको 2 वटा उदाहरण दिनुहोस् भनेको छ। सर्वनाम भनेको चाहिँ नामको सट्टा प्रयोग गर्ने साथीहरू, जस्तै म, जस्तै तिमी भन्न सकिन्छ साथीहरू। हामी भन्न सकिन्छ। हजुरले लेख्नु होला भन्ने आशा राखेको छु। त्यसैगरी अग्लो मान्छेको रगतको रङ पनि रातो हुन्छ। यस वाक्यमा विशेषण शब्द कुन कुन हुन् भनेको छ साथीहरू। विशेषता जनाउने साथीहरू। सुरुमा यो अग्लो छ साथीहरू। यो पनि हाम्रो एउटा विशेषण हो। अग्लो भयो एउटा रातो हो साथीहरू। 2टा भनेको छ। कुन कुन हुन् भनेको छ। त्यही भएर 2 मार्क्सको सोध्या भएको कारणले गर्दाखेरि चाहिँ एउटा अग्लो हुने भयो, एउटा रातो हुने भयो रातो हुने भयो। त्यसैगरी 4 नम्बरमा चाहिँ अङ्ग्रेजीमा लेख्नुहोस् भनेको छ। कमा हामी विद्यालय जान्छौँ भनेको छ। हामी विद्यालय जान्छौँ भनेको चाहिँ के हुन्छ भनेपछि वी गो टु स्कुल हुन्छ साथीहरू। वी गो हुन्छ है साथीहरू, वी गो टु स्कुल। अनि खमा तिमी फुटबल खेल्छौ भनेको छ। यु प्ले फुटबल हुन्छ। सीताले कलम किन्छिन् भनेको छ। अनि सीता बाइज पेन भनिन्छ साथीहरू है त। सीता बाइज हुन्छ साथीहरू, BUYS बाइज हुन्छ साथीहरू। यहाँ भब 5 लाग्छ है त, याद गर्नु होला। त्यसैगरी खाली ठाउँमा स्वर वर्ण भर्नुहोस् भनेको छ। यहाँ दिएको छ डट डट ऐ दिएको छ, डट डट औ दिएको छ भने चाहिँ के हुन्छ ए ऐ ओ औ हुन्छ साथीहरू है त। त्यो खमा चाहिँ इ डट डट उ डट दिएको छ। अनि इ उ उ हुन्छ साथी है त। बुझ्नुभयो नि? त्यो ईको माथि रेफ हुन्छ। अहिले म गराउँछु साथीहरू। त्यसैगरी 6 मा चाहिँ तलको खाली ठाउँमा उपयुक्त हुने व्यञ्जन वर्ण लेख्नुहोस् भनेको छ। यहाँ अब हामीलाई दिएको छ क ख ग लेख्ने साथी यहाँ च छ दिएको छ। अब छ पछि के आउँछ त? च छ ज आउँछ साथीहरू। त्यसपछि झ य आउँछ त्यहाँ ट ठ आउँछ साथीहरू। खमा चाहिँ भ म डट डट र ल ओ डट डट स दिएको छ। यसलाई चाहिँ के लेख्नु पर्यो? अनि ए आउँछ त्यहाँबाट ए र ल ओ अनि त्यहाँबाट मोटो स, त्यसपछि यो पेटकाट्या स, त्यहाँबाट पातलो छ साथीहरू। त्यसैगरी 7 नम्बरमा चाहिँ देशको सुरक्षा शीर्षकमा एउटा निबन्ध लेख्नुहोस् भनेको छ 5 मार्क्समा। अब निबन्ध लेख्नु होला साथीहरू हजुरहरूले। त्यसैगरी 8 मा चाहिँ स्वदेशमा नै अवसरको खोजी गरी देश सेवा गर्न अनुरोध गर्दै विदेश जान लाग्नु भएको बोया 4 भोजपुर बस्ने दाजु सरोज राईलाई हाल कीर्तिपुर 3 काठमाडौँ बस्ने तपाईँ जीवन राईले एउटा पत्र लेख्नुहोस् भनेको छ। चिठी लेख्नु पठाएको छ। अब त्यो अब लेख्न सम्भव छैन साथीहरू अहिले। त्यसैगरी नेक्स्टमा जाऊँ अङ्ग्रेजीतर्फ। चुज टु नाउन्स फ्रम द फलोइङ सेन्टेन्स भनेको छ। यो तल दिएको सेन्टेन्सबाट चाहिँ 2 वटा नाउनहरू पत्ता लगाउनुहोस् भनेको छ। कर्णाली इज द लङ्गेस्ट रिभर इन नेपाल भनेको छ। यसमा चाहिँ कर्णाली एउटा नाम हो, अनि पछि नेपाल अर्को नाम हो। सो कर्णाली र नेपाल चाहिँ 2टा नाउन भयो साथीहरू। यसरी चुज गर्नु पर्यो है त। नेक्स्ट 10 मा चाहिँ फिल इन द ब्ल्याङ्क्स विथ द करेक्ट वर्ड फ्रम द ब्र्याकेट भनेको छ। ब्र्याकेटमा दिएको वर्डबाट चाहिँ एउटा त्यो खाली ठाउँमा भर्नुहोस् भनेको छ। सीता इज हेल्पफुल, एभ्री वान लाइक्स हर भनेको छ। सीता भनेको केटी हो र उसको प्रोनाउन चाहिँ हर हुन्छ साथीहरू। सो वी युज हर हियर। सो अर्को बीमा चाहिँ राम गोज टु स्कुल भनेको छ। डट इज ए स्टुडेन्ट, राम गोज टु स्कुल, हि इज ए स्टुडेन्ट। राम भने के हो भनेपछि केटा हो। केटालाई डिनोट गर्दाखेरि हामीले हि भन्छौँ। सीता केटी हो त्यसैले हर भन्छौँ। सो यो पनि भयो साथीहरू। अनि 11 नम्बरमा चाहिँ फिल इन द ब्ल्याङ्क्स विथ द करेक्ट वर्ड फ्रम द ब्र्याकेट भनेको छ। हि हेज डट पिएचडी इन इङ्ग्लिस। यहाँ चाहिँ हामीलाई आर्टिकल भर्न पठाएको हो। अनि हि हेज अ हुन्छ साथीहरू। त्यसै गरी रिता इट्स डट अरेन्ज भनेको छ। अनि अरेन्जको अगाडि चाहिँ के छ? भवेल लेटर छ। सो वी युज एन हियर। सो रिता इट्स एन अरेन्ज हुन्छ। त्यसै गरी ट्रान्सलेट इन्टु नेपाली भनेको छ। यसलाई चाहिँ नेपालीमा ट्रान्सलेट गर्नुपर्ने छ। गोपाल राइट्स अ लेटर भनेपछि के हुन्छ भने चाहिँ गोपालले चिठी लेख्छ भन्ने हुन्छ। नेपाल इज अ ब्युटिफुल कन्ट्री, नेपाल एउटा सुन्दर देश हो भन्नु पर्यो। त्यसै गरी वाटर बोइल्स एट 100 डिग्री सेल्सियस, पानी 100 डिग्री तापक्रममा उम्लन्छ।
त्यसै गरी 13 नम्बरमा चाहिँ फिल इन द ब्ल्याङ्क्स भनेको छ। यहाँ पनि एबिसिडीको त्यो छुट्या रहेछ केही वर्डहरू, त्यसलाई भर्नुपर्ने छ। इएफ भयो, त्यसपछि जी आउँछ साथीहरू, त्यसपछि एच आई आयो, अनि जे हुन्छ केएल भयो। त्यसै गरी बीमा चाहिँ केएलएमएन ओ छुटेछ डटमा, ओ लेख्ने, अनि पी, अनि क्यू आरएसटी भयो साथीहरू। डु द फलोइङ भनेछ। अनि एमा चाहिँ राइट क्यापिटल लेटर्स अफ द फलोइङ भनेको छ। तल दिएको छ जी र एस, यसलाई चाहिँ क्यापिटलमा लेख्नु पऱ्यो। जी यस्तो हुन्छ साथीहरू, एस यस्तो हुन्छ साथीहरू। अनि राइट स्मल लेटर्स अफ द फलोइङ भनेको छ। यो तल चाहिँ क्यापिटल लेटर दिएको छ, त्यसलाई चाहिँ स्मल गराउनु पऱ्यो। जी यस्तो हुन्छ, जेड यस्तो हुन्छ र क्यू यस्तो हुन्छ साथीहरू। जोड गर्नुहोस् भनेको छ है त। रमणसँग 17वटा मिठाई थिए, उसकी दिदीले उसलाई 14वटा मिठाई दिनुभयो, उसँग जम्मा कतिवटा मिठाई भए भनेको छ। यति इजी छ साथीहरू। 17 + 14 गर्नुहोस्। 17 + 14 गर्दाखेरि 10 10 20 भयो, 7 4 11 भनेपछि 31वटा भयो साथीहरू। अनि खमा चाहिँ यो पनि जोड दिएको छ। 374 + 237 भनेको छ। यो 374 + 237 गर्दाखेरि चाहिँ यसको कसरी गर्नु पर्यो भन्दा यो एकछिन साथीहरू है त। 374 + 237 भनेको चाहिँ 7 4 11 हुन्छ, 7 3 10 11 यो पनि भयो, 4 5 6 611 आउँछ साथीहरू यसको एन्सर। त्यसै गरी अर्को छ हाम्रो 1476 मा 3532 जोड्नुपर्ने भयो। 3532 जोड्ने सिकाएको छ। यसमा चाहिँ 6 7 8 यो भयो, 6 3 10 1 10 1 भनेपछि यो 5002 हुन्छ साथीहरू यसको एन्सर। सरी 5008 हुन्छ। अनि घटाउनु पठाएको छ 378 मा 378 मा चाहिँ 257 घटाउनु पठाएको छ। 300 सरी माथि क छुट्या रहेछ। विवशले बजारबाट 77वटा कलम किनेर 18वटा कलम बिन्दालाई दिन्छ भने उसँग कतिवटा कलम बाँकी रहन्छ भनेको छ। घटाउने हो। 77 मा चाहिँ 18वटा गएपछि कति हुन्छ भनेपछि 9 8 17 त्यो 6 भनेपछि 59वटा बच्चा साथीहरू। अनि क को एन्सर 59 बाट घटाउँदाखेरि अर्को चाहिँ 378 मा 257 घटाउँदाखेरि कति हुन्छ भनेको छ। एक यो भयो 2 भनेपछि 121 रहन्छ साथीहरू। ख को एन्सर चाहिँ 121 भयो। त्यसै गरी अर्को 4897 मा 5432 यो घटाउँदाखेरि कति हुन्छ त भन्दाखेरि साथीहरू यो ठ्याक्कै यस्तो घटाउँदा अलिक घट्दैन साथीहरू। 5432 लाई चाहिँ माथि ल्याउनुपर्ने हुन्छ है त। बुझ्नुभयो नि। यो गर्दाखेरि 5432 मा चाहिँ 4897 घटाउँदाखेरि चाहिँ 7 5 12 अनि 2 भनेपछि 9 10 11 12 3 यो 13 8 5 13 535 रहन्छ साथीहरू यसको एन्सर चाहिँ 535 बच्छ है त। हजुरहरूले चेक गर्न सक्नुहुन्छ। त्यसै गरी गुणन गर्नुहोस् भनेको छ। 7 × 8 भनेको छ। 7 × 8 भनेको 56 आउँछ साथीहरू है त। अनि त्यसै गरी खमा छ 23 × 25 भनेको छ। यसको चाहिँ 5 3 15 5 2 10 1 11 3 2 6 2 2 4 भनेपछि 5 यो 7 यसको चाहिँ 575 एन्सर आउँछ साथीहरू। हजुरले चेक गर्नु होला। खको 575 एन्सर। अनि गमा चाहिँ 700 अनि यसको गको एन्सर चाहिँ 24,98,028 आउँछ साथीहरू। सरी 2,49,828 साथीहरू। 2,49,828 249828 आउँछ। त्यसै गरी भाग गर्नुहोस् भनेको छ। भागमा चाहिँ 48 लाई 8 ले भाग गर्दा कति हुन्छ त 8 7 48 हुन्छ 6 भयो। अनि त्यसै गरी 91 लाई चाहिँ 7 ले भाग गर्नु पर्यो। 91 लाई 7 ले भाग गर्दाखेरि 7 एकानी 7 भयो, 2 बच्यो 21 भयो, 7 त्यहाँ 21 भनेपछि 13 एन्सर आउँछ 13। खको चाहिँ 13 आयो है त। त्यसै गरी 5 5 3 लाई 7 ले गर्दाखेरि 8 7 7 हुन्छ 7 7 जा 49 150 भनेपछि 6 यो भयो 63 9 7 जा 63 भनेपछि अनि 79 आउँछ साथी साथी। 18 को गको चाहिँ 79 भयो साथीहरू है त। तल दिएको अङ्कलाई अक्षरमा लेख्नुहोस् भनेको रहेछ। अङ्कलाई अक्षरमा लेख्दाखेरि चाहिँ 379 छ। यसलाई चाहिँ 379 लेख्नु होला। अनि यसरी लेख्नु पर्यो
अनि खमा चाहिँ 4863 छ, यसरी लेख्नु पऱ्यो। अर्को चाहिँ 71,632 भयो। तल दिएको सङ्ख्याहरूलाई अङ्कमा लेख्न छ भन्दाखेरि चाहिँ 437 छ, 437 लाई यसरी लेखिन्छ। 1474 छ, यसलाई यसरी लेखिन्छ। अनि 19,089 छ, यसलाई यसरी लेख्नु पऱ्यो। त्यसैगरी 21 नम्बरमा चाहिँ क्रमशः आउने अङ्कले खाली ठाउँ भर्नुहोस् भनेको छ। 85, 86 अनि 87 हुने भयो। 88, 89 अनि त्यहाँदेखि लास्टमा 90 भयो। अर्को 966 96, 997, 998, 999 र लास्टमा चाहिँ 1000 हुने भयो साथीहरू। यसको एन्सर चाहिँ यो भयो है त। र यो सेवा सम्बन्धी चाहिँ पेसा सम्बन्धी हेर्नु है त। 1 मा भनेको छ सशस्त्र प्रहरी सेवाको खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमा नियुक्तिको सिफारिस कसले गर्छ भनेको छ। यसको एन्सर चाहिँ सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले। त्यसैगरी नेक्स्टमा चाहिँ सशस्त्र प्रहरीको कर्तव्य र अधिकार तलको मध्ये कुन पर्दैन भनेको छ। यो चाहिँ अप्सन नम्बर डी, अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको अनुसन्धान र तह